तिलिङ्गटा माध्यमिक विद्यालयको 64औं वार्षिक उत्सव तथा अभिभावक दिवसका अध्यक्ष महोदय, प्रमुख अतिथिको आसनमा आसीन यसै टोखा नगरपालिकाका प्रमुख श्री प्रकाश अधिकारीज्यू तथा यस विद्यालयका प्रधानाध्यापक, ड्यासमा आसीन सम्पूर्ण अतिथि महानुभावहरू एवं यस विद्यालयका सम्पूर्ण शिक्षक, अभिभावक तथा दाजुभाइ दिदीबहिनीहरू एवं सम्पूर्ण विद्यार्थी साथीहरूमा म अनुभव पङ्गेनीको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु। विद्यालयको स्थापनादेखिका सम्पूर्ण सङ्घर्ष, विद्यालयलाई यहाँसम्म ल्याइपुर्याउनु भएका योगदान सबै कुराबारे यहाँ उपस्थित अग्रज बुवाहरू, स्थानीय समाजसेवीहरूले हामीलाई जानकारी गराउनु नै हुन्छ होला। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको शैक्षिक गुणस्तर हो, जुन हामी विद्यार्थीहरूले अपेक्षा गरे अनुसार प्राप्त गरेकोमा हामी निकै खुसी छौँ। खास गरी काठमाडौँ जिल्लाको कुनै पनि विद्यालयमा इङ्ग्लिस मिडियम नभएको अवस्थामा पहिलो पटक इङ्ग्लिस मिडियममा पठन पाठन सञ्चालन गरी हाम्रो विद्यालय अब्बल बन्न सफल भयो। यो सबै कुराको श्रेय हामीले आदरणीय सरोज कुमार सरलाई दिनु नै पर्छ। म अहिले कक्षा 6 मा पढ्दैछु। म सानो मान्छेले धेरै कुरा बोल्न जान्दिनँ होला, तर मैले जे देखेको र अनुभव गरेका कुराहरू भन्न मन लागेको थियो। थोरै कुरा राख्ने अवसर दिनुभएकोमा म निकै खुसी छु। जसको जे क्षमता छ त्यो क्षमता प्रस्तुत गर्ने वातावरण विद्यालयले दिनुपर्छ, जुन हामी विद्यार्थीहरूले यहाँ तिलिङ्गटा माध्यमिक विद्यालयमा पाइरहेका छौँ। विभिन्न अतिरिक्त क्रियाकलापमा भाग लिने अवसर मैले यहाँ छोटो समयमै प्राप्त गरेको छु। मलाई जुन विश्वास गरेर इको क्लबको सचिव, बाल क्लबको सदस्यदेखि हरेक दिन स्कुल एसेम्ब्ली कन्डक्ट गर्ने अवसर दिनुभएको छ, त्यो अवसर अरू विद्यार्थी साथीहरूले पनि पाइरहनु भएकै छ। कक्षा 10 सम्म निःशुल्क खाजाको व्यवस्थादेखि हरेक कक्षामा स्मार्ट बोर्ड लिफ्ट सहितको भवनले भौतिक पूर्वाधारमा सम्पन्न हाम्रो विद्यालयमा इसिएका लागि विभिन्न वाद्यवादनका सामग्रीहरू हुँदाहुँदै त्यस सम्बन्धीको शिक्षक नभएको कारण हामी त्यो अवसरबाट वञ्चित भएका छौँ। हामीलाई आशा छ त्यो अवसर पनि हामीले छिटै प्राप्त गर्नेछौँ। अन्तमा देशका केही उत्कृष्ट सामुदायिक विद्यालयको हाराहारीमा हामीले हाम्रो विद्यालयलाई पनि पुर्याउन सक्छौँ। त्यसका लागि हामी सम्पूर्ण शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यार्थीहरू एकजुट भई लाग्नुपर्नेछ। हामीले देशको उत्कृष्ट सामुदायिक विद्यालय बनाउन सक्छौँ भन्ने विश्वासका साथ मेरो छोटो मन्तव्य यही अन्त्य गर्दछु। धन्यवाद।